आज यस भिडियो मार्फत पूजनीय खेन रिम्पोछे साङ्गे राङज्यूको जीवनी विस्तृत रूपमा प्रस्तुत गर्ने कोसिस गर्नेछु। भिडियोको अन्तिमसम्म रहेर साथ दिनुहोला। नमस्कार, टसिदेले। त्रिशिक्षा, अधिशील, अधिसमाधि र अधिप्रज्ञा साथै निधि जस्ता सर्वगुणयुक्त पूजनीय खेन रिम्पोछे साङ्गे राङज्यूको जन्म सन् 1960 मार्च 25 तारिकको दिन रामेछाप जिल्लाको गर्जङमा बुबा तेन्निमा र आमा दा डोल्माका सुपुत्रको रूपमा उहाँको जन्म भएको थियो। उहाँ 2 महिनाको हुनुहुँदाखेरि आमा बुबाले दार्जिलिङ स्थित कालिम्पोङमा परम पूजनीय दोजी रिम्पोछेज्यूको दर्शनमा लैजानु भएको थियो। त्यतिखेर परम पूजनीय दोजी रिम्पोछेज्यूले जिग्मे ग्याल्छेन शुभ नामले सुसज्जित गराउनु भएको थियो। त्यसपछि रिम्पोछेले यो बालकलाई भविष्यमा बौद्ध धर्ममा लगाउनुस् भनेर आमा बुबालाई आदेश दिनुभयो। त्यतिखेर परम पूजनीय दोजी रिम्पोछेज्यूले निधि धर्मखोजको अभिषेक दिइरहनु भएको हुनाले उक्त निधि धर्मखोजको अभिषेकको द्रव्य र जलहरू ग्रहण गर्ने सुवर्ण अवसर प्राप्त भएको थियो रिम्पोछेलाई। त्यसपछि उक्त ठाउँबाट अभिषेक ग्रहण गरिसकेपछि फर्किने क्रममा गाडीको सुविधा नभएको कारणले गर्दाखेरि सम्पूर्ण सहयात्रीहरूसँगै पैदल यात्रा गर्दै टिस्टासम्म आइपुग्यो। टिस्टामा आइपुग्दाखेरि त्यहाँनिर बाटो निर्माण कार्य भइराखेको थियो। पहाडहरू फोरिराखेको, ढुङ्गाहरू फुटाइराखेको, गुल्टी राखेको, धुवा धुलो इत्यादि रहेको थियो। उक्त ठाउँबाट बाटो काटेर जानु पर्दथ्यो। उहाँ जम्मा त्यतिखेर 4 महिनाको मात्रै हुनुहुन्थ्यो र उक्त ठाउँबाट बाटो काटेर जाने क्रममा बुबाले उहाँलाई यसरी काँधमा बोकेर बाटो काट्दै थियो। बाटो काटेर बिचमा पुग्दाखेरि माथिबाट पहाडहरू भत्किएर ढुङ्गाहरू गुल्टिने ठुलो आवाज आइसकेपछि बुबा आत्तालिन पुगेर दगुर्दै जाने क्रममा लडियो र उहाँ त्यहीँनिर छुट्यो। त्यसपछि बुबा आमा लगायतका सम्पूर्ण सहयात्रीहरूको सायद बालक अब जीवित नरहेको ठम्याइ थियो। केही समय पश्चात उक्त ठाउँमा बालक खोज्न जाँदाखेरि बालक जीवितै रहेको र मुहारभरि धुलै धुलो रहेको देखेर सम्पूर्ण सहयात्रीहरू र आमा बुबा सहित आश्चर्यचकित भएको थियो। त्यसको केही समय पश्चात भारतको सिलगढीमा फेरि पनि बुबाले उहाँलाई यसरी काँधमा बोकेर रेलको लिक तर्दै गर्ने क्रममा अचानक रेल आइसकेपछि बुबा आत्तालिन पुगेर उहाँलाई एकतिर फ्याँकेर बुबा एकतिर दगुर्दाखेरि सम्पूर्ण सहयात्रीहरू र मातापिता सबैको रुवाबासी चलेको थियो। सायद बालक रेलको लिकमा पर्यो भनेर। केही समय पश्चात रेल गइसकेपछि हेर्दाखेरि उहाँ रेलको लिकमा नपरिकन बाहिरै रहेको, जीवितै रहेको देखिसकेपछि त्यतिखेर पनि सम्पूर्ण सहयात्रीहरू र मातापिता सहित सबैजना एकदमै आश्चर्यचकित हुँदै हर्ष उल्लासका साथ खुसी व्यक्त गरिएको थियो। त्यसपछि नेपाल फर्किने बित्तिकै मातापिताले सोलुखुम्बु जिल्लामा अवस्थित थुप्तेनछेलिङ गुम्बामा शरण नायक परम पूजनीय दोजी रिम्पोछेज्यूको शरणमा लैजानुभयो। सम्पूर्ण अवस्थाको जानकारी गराउनु भइसकेपछि उहाँ रिम्पोछेले पाठ पूजा गर्नुभई 3 पटकसम्म ल्याउन आदेश दिनुभयो। त्यस समयमा थुप्तेनछेलिङ गुम्बा पुग्न पैदल यात्रा गर्दै 3 दिनसम्म हिँड्नु पर्दथ्यो। तर पनि 3 पटकसम्म बुबा आमाले गुरु कहाँ लानुभए शुभ आशीर्वाद प्राप्त गर्ने अवसर प्राप्त भएको थियो। उहाँ 4 वर्षको मात्र हुनुहुँदाखेरि थलखर्कामा अवस्थित बुबाले निर्माण गर्नुभएको गुम्बाको भग्नावशेष अवस्थामा उहाँले दर्शन गर्ने सुवर्ण अवसर प्राप्त भएको थियो। त्यतिखेर नै उहाँको मनमा भविष्यमा एउटा गुम्बा चाहिँ जसरी पनि बनाउँछु भन्ने भावना गुरुको मनमा त्यतिखेर नै उत्पन्न भएको थियो भन्ने कुरा गुरु बताउनुहुन्छ। उहाँ 6 वर्षको उमेरको हुनुहुँदाखेरि बाजे लामा गोन्पोबाट साधारण लेखपढको श्री गणेश गर्ने सुवर्ण अवसर प्राप्त भएको थियो। सन् 1967 अग्नि बाघ वर्षमा 7 वर्षको उमेरदेखि साम्तेनछेलिङ गोन्पामा
भिक्षु बनी बौद्ध धर्ममा प्रवेश गरेर साधारण लेखपढ तथा तत्सम्बन्धी ज्ञानको अध्ययन र अभ्यास गर्दै उहाँले जानुभयो। सन् 1972मा परम पूजनीय रिम्बुछे ठुसे रिम्बुछेज्यूको करकमलबाट गेत्सुल अर्थात् श्रमणेरको दीक्षा हासिल गरी नावङ टाक्पा अर्थात् वागेन्द्र कृति शुभ नामबाट सुसज्जित गराउनु भयो। सन् 1976 अग्नि गरुड वर्षमा फर्पिङ याङलस्योत काठमाडौँ अवस्थित परम पूजनीय जडल साङ्गे दोर्जे रिम्बुछेज्यूको गोन्पा रिक्जिन डुबी गछलमा 4 वर्षसम्म बसेर गुरुदेव ढाकिनेहरूका मन्त्र जप गर्नका साथै अध्ययन गर्नुभयो। उहाँलाई परम पूज्य जडल रिम्बुछेज्यूले त्यतिखेर साङ्गे राङजुङ शुभ नामले सुसज्जित गराउनु भएको थियो, जुन उहाँको साङ्गे राङजुङ भन्ने शुभ नाम रहेको छ। यो नामको उपाधि परम पूजनीय जडल रिम्बुछेज्यूले दिनुभएको शुभ नाम रहेको छ। त्यतिखेर परम पूजनीय जडल रिम्बुछेज्यूको गोन्पाको मुख्य लाखाङ अर्थात् देवालयमा कुङेर अर्थात् पुजारी लामा भई 2 महिनासम्म यसरी जिम्मेवारी निर्वहन गर्नुपर्दथ्यो। गुरुले जब यसरी 2 महिनासम्म जिम्मेवारी निभाउँदै गर्दाखेरि परम पूजनीय जडल रिम्बुछेज्यूले बुद्धको मूर्ति स्थापना गर्नुभएको थियो। त्यतिखेर परम पूजनीय जडल रिम्बुछेज्यूको सुपुत्रीले गाउँ ठाक्पाले यसरी लाखाङको कुङेरको जिम्मेवारी निभाइराखेको बेलामा बुद्धको मूर्ति स्थापना भयो। गाउँ ठाक्पा भविष्यमा भिक्षु बन्ने शुभ सङ्केत होला भनेर रिम्बुछेलाई यसरी कुरा राख्नु हुँदाखेरि परम पूजनीय जडल रिम्बुछेज्यूले पनि होला भनेर यसरी परम पूजनीय जडल रिम्बुछेज्यूले पनि बताउनु भएको थियो। त्यसपछि परम पूजनीय जडल रिम्बुछेज्यूको गोन्पामा बस्नुहुँदै उहाँले शरण नायक जडल रिम्बुछेज्यूको शिष्य मिफाम लामाबाट दुजुम ठक्थुङ दोर्जे अनुसार माता क्रोधी काली अर्थात् ठोमाका लय सुर ताल र दुजुम निधिकोष तन्त्रको लय सुर तालको सम्पूर्ण सिक्नुभयो। वज्राचार्य छोइङ दोर्जेबाट हृदय बिन्दुको तोरमा कथक अनुसार शान्ति क्रोधी सिठो आदि सम्पूर्णको शिवहरू उहाँले सिक्नुभयो। सन् 1977मा शरण नायक गुरुको आज्ञा अनुसार भारतको देहरादून स्थित मेन्डुलिङ गुम्बामा शरणनाथ परम पूजनीय दिर्गुखेन्चे रिम्बुछेको करकमलबाट अमूल्य महानिधि कोषको अभिषेक ग्रहण गर्नुभयो। त्यस क्रममा विभिन्न विद्वान गुरुहरूसँग र खेन्चेन चोन्डुबाट चन्द्रकृतिको वाणी मध्यमाका अलङ्कार अध्ययन गर्ने सुवर्ण अवसर प्राप्त गर्नुभएको थियो। त्यतिखेर पूजनीय खेन्चेनज्यूलाई बोर्ड व्याकरण सिकाइदिनु हुन अनुरोध गर्दाखेरि उहाँले मूल सूत्र कण्ठस्थ पार्न आदेश दिनुभयो र स्वीकार्नुभयो। तर पनि सर्वज्ञ लोङछेनपाको तिथि परेको कारणले गर्दाखेरि सो ज्ञान सिक्ने अवसर भने नपाएको उहाँले बताउनु भएको छ। त्यसपछि सन् 1979 भूबेडा वर्षमा 1 वर्षसम्म पूजनीय खेन्चेन दासे रिम्बुछेज्यू र ढुक्छुङ रिम्बुछेज्यूबाट सूत्र र तन्त्र सम्बन्धी सम्पूर्ण ज्ञानहरू उहाँले सिक्दै जानुभयो। एक समयमा पूजनीय ढुक्छुङ रिम्बुछेज्यूका दर्शन गर्न जाँदा हुँदाखेरि उहाँले सुन्तला रङको ज्याकेट लगाउनु भएको थियो। उक्त सुन्तला रङको ज्याकेट लगाएको देखिसकेपछि रिम्बुछेज्यूले तपाईँले यो ज्याकेट कहाँबाट किन्नुभएको, अति नै राम्रो रहेछ भनेर यसरी प्रशंसा गरिसकेपछि त्यतिखेर नै उहाँले लगाउनु भएको ज्याकेटलाई फुकालेर ढुक्छुङ रिम्बुछेज्यूलाई यसरी अर्पण गर्नुभएको थियो। र यो खालको एकदमै सदाचार व्यवहार देखेर ढुक्छुङ रिम्बुछे एकदमै प्रसन्न हुनुभएको थियो। पछि यी कार्यहरू उहाँले आफ्नो शिष्यहरूलाई पनि हर्ष उल्लासका साथ यसरी सुनाउनु भएको थियो। त्यसपछि सन् 1980 फलाम बाँदर वर्षमा शरणनाथ परम पूजनीय ढुवाङ पेमा नुबु रिम्बुछेज्यूको गोन्पा थेक्सोक नम्डोल सेटुप धार्गेलिङ गुम्बामा जानुभई
परम पूजनीय खेन्चेन पेमा शेर्पा रिम्पोछेज्यूबाट सम्बोटा भाषाको सम्पूर्ण व्याकरण, बोधिचार्य अवतारका सम्पूर्ण शाखाहरू र बोधिसत्व आदिको राम्रोसँग अध्ययन गर्दै जानुभयो भने सन् 1981 फलाम 4 वर्षमा नागिर थोलोप दोङाक रिग्बे चुङ्ने लिङमा बस्नुभए विभिन्न धर्मगुरुहरूबाट सूत्र र तन्त्र सम्बन्धी सम्पूर्ण अध्ययन गर्दै जानुभयो। त्यसपछि सन् 1982 देखि 1987 सम्म परम पूजनीय खेन्चेन पेमा शेर्पा रिम्पोछेज्यूको आज्ञा अनुसार प्रावि तहका विद्यार्थीहरूलाई साधारण लेखपढ तथा भोट भाषाको व्याकरण अध्यापन गराउँदै जानुभयो। विशेष गरी सन् 1983 देखि 1990 सम्म 8 वर्षसम्म गेको अर्थात् कप्तानको भूमिका उहाँले सशक्त रूपमा सफलतापूर्वक निर्वाह गर्नुभयो। सन् 1987 खरायो वर्षमा शरणनाथ सिद्धेश्वर परम पूजनीय टुवाङ पेमा नुबु रिम्पोछेज्यू र परम पूजनीय खेन्चेन पेमा शेर्पा रिम्पोछेज्यू लोपेन बस्नुभई भरिपूर्ण भिक्षुहरूको सभामा गेलोङ अर्थात् भिक्षुशीलले सुसम्पन्न गराउनु हुँदै त्यतिखेर उहाँलाई भिक्षुशीलको उपाधि ग्रहण गरिसक्नु भइसकेपछि परम पूजनीय सिद्धेश्वर टुवाङ पेमा नुबु रिम्पोछेज्यूबाट थुप्पेन घाउ झाक्पा उप शुभनाम प्रदान गरिएको थियो। त्यसै वर्ष गुरुहरूबाट विश्वविद्यालयको शिक्षकमा नियुक्ति गराई अध्यापन गराउँदै र सँगसँगै आफ्नो पढाइलाई पनि उहाँले निरन्तर दिनुहुँदै सेडा अर्थात् उच्च शिक्षालयमा उहाँले अध्ययन गर्दै विस्तार गर्दै लैजानुभयो। सो समयमा सेडामा विशेष गरेर खेन्चेन नामसुम अर्थात् परम पूजनीय खेन्चेन पेमा शेर्पा रिम्पोछेज्यू र पूजनीय खेन्चेन नाम्डोल छेरिङ रिम्पोछेज्यू र पूजनीय खेन्चेन छेवाङ ग्याचो रिम्पोछेज्यूबाट सुङछेन चुप्सुम अर्थात् 13वटा महाशास्त्रहरू च्याउचु सिम्बी चोपाला जुक्पा अर्थात् बोधिसत्वचार्य अवतरा, तुमसुम अर्थात् 3 सम्बार, खेजुक, उमा ज्ञान अर्थात् मध्यमका, उमा जुक्पा अर्थात् मध्यमिका अवतरा, उमा चावा शेर्पा अर्थात् मूल मध्यमिका, न्येसे जन्मे, ग्युलामा अर्थात् उत्तर तन्त्र, शिरछिन अर्थात् प्रज्ञापारमिता, सवाङ युपो अर्थात् गुह्य गर्भ, युन्तिन जो र साङिङ जोदे, यिसिन जो अर्थात् चिन्तमणि कोश, कागे नाम्से र सर्वज्ञ लोङछेनपाको सुङबुम अर्थात् सर्वज्ञ लोङछेनपाको जति पनि कृति सङ्ग्रह रहेको छ ती सम्पूर्ण, कुनखेन झिग्मेलिङबी सुङबुम अर्थात् सर्वज्ञ झिग्मेलिङबाको जति पनि कृति सङ्ग्रह रहेको छ ती सम्पूर्ण र साथै कुनखेन मिफाम रिम्पोछे अर्थात् सर्वज्ञ मिफाम रिम्पोछेज्यूको जति पनि कृति सङ्ग्रह रहेको छ ती सम्पूर्ण उहाँले यसरी अध्ययन गर्दै जानुभयो सफलतापूर्वक। यसरी उहाँले सेडा अर्थात् उच्च शिक्षालयको सम्पूर्ण शिक्षाहरू सबै उहाँले यसरी सफलतापूर्वक उत्तीर्ण गरिसकेपछि हासिल गरिसकेपछि उहाँको स्वास्थ्यमा अचानक गडबडी भयो र शल्यक्रिया गर्नुपर्ने अवस्था आयो। त्यसपछि उहाँले जिम्मेवारी सफलतापूर्वक निर्वहन गर्नु नपाउँदा नै 6 महिनासम्म बिदा लिएर शल्यक्रियाको लागि उहाँ नेपाल आउनुभयो र नेपाल आइपुग्नु भइसकेपछि फुर्पा अर्थात् वज्र किलायको जप मन्त्र उहाँले 3 महिनासम्म गर्नुभयो। असुर, स्वयम्भू, बौद्ध आदि तीर्थस्थलहरूमा 1 महिनासम्म जप साधना गर्नुभयो विभिन्न बुद्ध बोधिसत्वहरूको। त्यसपछि पुनः सन् 1992मा भारत फर्किनु भई विश्वविद्यालयको सम्पूर्ण जिम्मेवारीको रेखदेखसँगै सेडा अर्थात् उच्च स्तरको भिक्षुहरूलाई विद्यार्थीहरूलाई उहाँले तर्कशास्त्र, बोधिसत्वचार्य अवतार इत्यादि लगायतका जति पनि सूत्र र तन्त्रको शास्त्रहरू थियो ती शास्त्रहरू उच्च स्तरीय भिक्षुहरूलाई उहाँले यसरी अध्यापन गराउँदै जानुभयो भने परीक्षा नियन्त्रणको भूमिका पनि उहाँले
सशक्त रूपमा सफलतापूर्वक उहाँले यसरी निर्वाह गर्दै जानुभएको थियो। हस् त, यो पहिलो भागमा पूजनीय खेन रिम्पोछे साङ्गे रामज्यूको जन्मदेखि यहाँसम्म जानकारी राख्ने कोसिस गरेँ। यहाँहरूले साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। नमस्कार र सिद्धि।